हेलो वेलकम गाइज हाम्रो चाहिँ धान झान लगाइरहेछ आज चट्ट लगाएर मिसिन आइसकेको छ धान यही हो होइन ल अब झारिन्छ गाइज चट्ट लगाएर त्यसपछि पुरा भिडियो बनाउँदैछु म धान झारेको अहिले है त हाम्रो दर्शक कान्छीहरू चाहिँ चट्ट लगाएर गाइज होइन सुरु हुन्छ है त अरे मेरो भतिज दार भतिज कसैलाई मन पर्छ भने मलाई लभ पार्ने बेरी माथि छु होइन चट्ट हाम्रो बेरी चाहिँ यही हो अहिले लाइट बाल्नु पऱ्यो देखेँ नि त बेरी चाहिँ यो अस्ति नयाँ धान हालिराखेको छु अलिकति अब यो नयाँ अर्को अहिले नयाँ हालेपछि फेरि अब भोलि चाहिँ कति हुन्छ हेरौँ है त गाई हाम्रो बेरीमा है त चट्ट लगाएर धान झन् भएर झन् ताबाट लगाएर मजाले दुई बसिरहेको छु अहिले यहाँ चट्ट माथि आइसकेपछि अनि यहाँ चट्ट हाल्नु है त चट्ट लगाएर गौसोरा भयो चाहिँ चट्ट धान खेततिर हालिरहेको छ है अरू चाहिँ म चाहिँ यहाँ बेरी माथि छु गाई छैन त्यहाँबाट अनि बोरामा चट्ट झरेर हालिसकेपछि चट्ट फेरि बोरामा मबाट पासिन्छ मबाट पासेपछि चट्ट बेरीमा हालिन्छ है त हाम्रो चाहिँ यो सिस्टम गरिराखेको छ अहिले यहाँ चाहिँ चट्ट यही हो गाई सबै धान सोर्नुको लागि चट्ट लगाएर एक घन्टा 38 मिनट लगाइ फाइनली को कति आउँछ अनि यो चाहिँ हाम्रो पुरानो धान हो गाई चाहिँ एक डेढ हात जति बाँकी बसिन्छ भर्नलाई फाइनली 1 घन्टा 38 मिनट लाग्यो होइन गाई छैन फाइनली झारिसकेको छ धान चाहिँ अनि चट्ट अब खाजासाजा खाएर चाहिँ अनि अनि त्यही हो अब झारिसकेको छ